बालेन शाहले आफ्नै साथीलाई चलाए कानुनी डण्डा। अमेरिकामा बलात्कार गरेको आरोप लागेपछि सागर लम्साल बले पक्राउ। नेपालको चर्चित कलाकार सागर लम्साल बले, यो मान्छे चाहिँ कलाकार मात्रै होइन रहेछ कि राक्षस बलात्कारी पनि रहेछ कि यो मान्छे चाहिँ। यो मान्छे अमेरिका प्रोग्राममा गएको बेलामा सङ्गम बिष्टलाई चाहिँ इमोसनली सपोर्ट गरे जस्तो गरेर बलात्कार गरेछ कि। अहिले यो नेपाल गइसकेपछि हिरो पल्टेर हिँडिरहेछ। जो मान्छे जेल जानुपर्ने हो बलात्कारी, उसलाई डरै छैन कि केही कुराको पनि। कत्रो हिम्मत हो यो मान्छेलाई, त्यो बलेलाई। अमेरिका जस्तो ठाउँमा उसैको अपार्टमेन्टमा गएर उसैलाई, ऊ मेन्टली डिस्टर्ब छ, उसले कसैलाई पनि केही भन्न सक्दैन, म एकदमै सुरक्षित छु भनेर उसकै अपार्टमेन्टमा बलात्कार गर्यो कि यो मान्छेले। फेरि आफ्नो फ्यामिली मेम्बरसँग एकदमै नजिक केटीको। कसरी सक्छ यो मान्छेले बलात्कार गर्न? हो राक्षस। यो मान्छेलाई चाँडोभन्दा चाँडो समातेर अनुसन्धान भएर यो मान्छेलाई फाँसी दिन पर्छ। कुनै पनि मान्छेलाई बलात्कार गर्ने अधिकार छैन। यस्ता मान्छेलाई त फाँसी नै दिनुपर्छ, चाहे त्यो कलाकार होस्, नेता होस्, चाहे त्यो जोसुकै मान्छे होस्। बलात्कारी नै हो। यस्ता राक्षसलाई चाहिँ चाँडोभन्दा चाँडो कारवाही होस्। अब अहिले यो जुन बलात्कार भयो भन्ने कुरा गरिरहेको छ अब हाम्रो यो सागर लम्साल बलेको बारेमा चाहिँ होइन, बलेलाई म राम्रोसँग चिन्छु धेरै समयदेखि होइन। अनि अर्को कुरा, जो केटीले बलात्कार गर्यो भनेको छ त्यो केटी अमेरिकाको मुटु न्युयोर्क सिटीमा बस्छ है, अमेरिकामा। अनि त्यो केटीको पृष्ठभूमि पनि अब ऊ पनि अब त्यही कलाकारिताबाट आएको। कलाकारिताबाट आउने मान्छेको हिस्ट्री कस्तो हुन्छ, इतिहास कस्तो हुन्छ मलाई सोध होइन। गतिलो प्रमाणहरू कतिजना के छ मसँग क्या, मलाई सोध कि त्यस्तो कुराहरू होइन। पहिलो कुरा कलाकारिता क्षेत्रबाट आएको होइन, त्यसमै ऊ 50% सकिसक्यो होइन। अनि जसले फेरि मै हुँ भन्छ नि, अब त्यो चाहिँ फेरि त्यस्तै भइसकेको हुन्छ क्या। यो कुरा पनि मलाई सोध होइन। अनि कलाकारिताबाट आएको मान्छे, अनि न्युयोर्कमा बसिरहेको एउटा आफ्नो जिन्दगीलाई लिड गरेर यत्रो यो दुनियाँसम्म आएर हरेक कुरा गरिसक्यो केटी। ल एउटा चाहिँ आफ्नो बाउले पठाएको मान्छे अरे फल्नाले के दाइ भन्ने मान्छेसँग चाहिँ के सुत्नलाई त्यति सजिलो भयो होला त। अनि अर्को कुरा के, बलेले चाहिँ एउटा चाहिँ यत्रो कलाकार जस्तो मान्छे, एउटा यत्रो विशिष्ट व्यक्तिले एउटा चाहिँ केटीलाई चाहिँ यसरी आएर गराम गुरुम समातेर के झरापझुरुप जबरजस्ती नै त्यस्तो गर्यो। एकदम नर्मल के, एकदमै कमन सेन्सले सोच्नु यो कुरा के गर्यो होला त्यस्तो सम्भव छ त्यो अमेरिका जस्तो ठाउँमा? जबसम्म तिमीलाई हुन्छ नि होइन के यस्तो या यो पाखण्ड र दुई जिब्रेहरूले भरिएको समाज हाम्रो। जब महिला जीवितै भएर उसले ममाथि अन्याय भयो, ममाथि यस्तो भयो उस्तो भयो, ए समाज सुन मेरो पीडा भनेर साहस आँट जुटाएर जब अगाडि आएर आफ्नो पीडा राख्छ, तब 1 सेकेन्ड पनि ढिलो गर्दैन यो समाजले। 1 सेकेन्ड पनि ढिलो गर्दैन उसैलाई नै भिक्टिम ब्लेम गर्नलाई। लिस्ट हुन्छ उसँग। अहिले किन आएर बोले कि यत्रो समय किन लाइस, तँ यस्ती तँ उस्ती, अहिले आएर केटालाई ब्लेम गर्ने, ए त कलाकार पो रहेछस् भनेपछि थाहा पाइहाल्यो नि। लिस्ट भरिएको हुन्छ उसलाई लेख्ने, उसलाई कसरी जिउँदै छ अब यसलाई मर्न कसरी बाध्य बनाउने भनेर बसेको हुन्छ। यो हामीले देख्दै आएको होइन। समीक्षा बहिनीको पालोमा होस्, एलिना बहिनीको पालोमा होस्, अहिले सङ्गम बहिनीको पालामा होस्, सुरु भइसकेको छ त्यो भिक्टिम ब्लेम गर्नलाई होइन। अनि यो त्यही समाज हो, त्यही मुख हो, त्यही हात हो लेख्नको लागि होइन, जसले चाहिँ इनिसा बिक र निर्मला बहिनी जस्ता थुप्रै बहिनी जो अझै पनि जस्टिसको लागि लाइनमा उभिरहेका छन्, उनीहरूको लागि समवेदना, उनीहरूको लागि हत्यारालाई फाँसी दे, सजाय दे भन्नलाई पछि पर्दैन फेरि। हेर्नुहोस् है, अब यहाँनिर क्लियरली एउटा कुरा के बुझिन्छ भन्दाखेरि, नारीले न्याय पाउने भनेको ऊ मृत हुनैपर्छ, ऊ मर्यो भने मात्र उसले रेप र डोमेस्टिक भाइलेन्स जस्ता जघन्य अपराधको लागि आवाज उठाउँछन् यो समाजले। जिउँदो भएर बोलिस् भने त तँलाई मर्न तुल्य बनाइदिन्छौँ हामीले भनेर पछि पर्छ कि। त्यस्तो पाखण्डी समाज छ कि यो। अनि त्यसमा बल्ल बल्ल सास आँट जुटाएर एउटा आउँछ, तिमीहरू मार्नलाई रेडी भएर बस्छौ, अनि तिमीहरू नै प्रश्न गर्छौ कि किन पहिला बोलिनस् भनेर। तिमीहरू जस्ता पाखण्डीको कारणले गर्दाखेरि बोल्न सक्दैनन् महिलाहरू।